धेरैजना साथीहरूले मलाई अमिलो पिरो ट्वाक्क परेको चिकन अचारको पनि रेसिपी सेयर गर्नु न भनेर रिक्वेस्ट गर्नु भएको थियो। सो आज मैले हजुरहरूको लागि घरमै सजिलो तरिकाले अमिलो पिरो ट्वाक्क पर्ने चिकन अचारको रेसिपी सेयर गर्न जाँदैछु है त। सुरुमा अचारको लागि मसला तयार गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ एउटा कराईमा 100 ग्राम जति जिराको दाना, त्यसैगरी 100 ग्राम धनियाको दाना, थोरै तिललाई पनि राखिदिनु होला। त्यसैगरी थोरै सर्स्युम र तोरी राखेर यसलाई चाहिँ हामीले केही बेर मज्जाले भुट्नु पर्ने हुन्छ। हजुरहरूले चाहिँ यो मसलालाई छुट्टा छुट्टै भुट्नु भए पनि हुन्छ। यो मसला चाहिँ अचार बनाउनको लागि एकदमै नभई नहुने मसला हो। यसलाई चाहिँ मज्जाले भुटेर चिसो बनाएर ब्लेन्ड गरिदिनु होला। त्यसैगरी कराईमा थोरै तेल लगाएर रातो सुकेको खुर्सानीलाई पनि राखेर यसलाई पनि केही बेर भुट्नु पर्ने हुन्छ। भुट्ने बेला चाहिँ अलिकति डढ्ने गरी भुट्दिनु होला, जसले गर्दाखेरि स्मोकी फ्लेभर दिनको लागि हेल्प गर्छ। यसलाई पनि केही बेर भुटेर निकालेर चिसो बनाएर ब्लेन्ड गरिदिनु होला। अब भने चाहिँ चिकन डीप फ्राई गर्नु पर्ने हुन्छ। मैले चाहिँ चिकनको ब्रेस्ट पार्टलाई लामो शेपमा काटेर डीप फ्राई गरेको छु। यसलाई चाहिँ हामीले लगभग खैरो नहुन्जेलसम्म फ्राई गर्नु पर्ने हुन्छ। अनि हजुरहरूले अचार लामो समयसम्म टिकाउन चाहनुहुन्छ भने यसलाई चाहिँ हामीले अलिकति सुक्खा हुने गरी फ्राई गर्नु पर्ने हुन्छ, जसले गर्दाखेरि यसको मोइस्चरहरू सबै ड्राई हुन्छ र अचार लामो समयसम्म टिक्छ। हेर्नुस् त बेला बेलामा चलाउँदै डीप फ्राई गरिदिनु होला। यतिको गोल्डन कलर आइसकेपछि यसलाई निकाल्दिनु होला। अब भने चाहिँ थोरै लसुनलाई पनि डीप फ्राई गर्नु पर्ने हुन्छ। मैले चाहिँ लसुन मात्र राखेको छु, हजुरहरूले अदुवा पनि राख्न सक्नुहुन्छ। यसलाई पनि खैरो हुने गरी फ्राई गरी निकाल्दिनु होला। अब भने चाहिँ अचारको मसलाको लागि एउटा कराईमा तोरीको तेललाई हिट गरिदिनु होला। हजुरहरूले सकेसम्म तोरीको तेल नै युज गर्नु भयो भने राम्रो। त्यसैगरी 1 चम्चा अदुवा लसुनको पेस्ट राखेर यसलाई केही बेर चलाउँदै पकाइदिनु होला। अदुवा लसुनको पेस्ट पाकिसकेपछि ब्लेन्ड गरेको मिक्स मसला 2 चम्चा र 1 चम्चा खुर्सानीको धुलो, स्वाद अनुसार नुन र थोरै गरम मसला राखेर एकचोटी मज्जाले चलाउँदै पकाइदिनु होला। मलाई चाहिँ अलिकति पिरो कम मनपर्ने भएको हुनाले खुर्सानीको धुलोको मात्रा अलिकति कम राखेको छु। हजुरहरूले पिरो खान चाहनुहुन्छ भने खुर्सानीको धुलो थप्न सक्नुहुन्छ। हेर्नुस् त यतिको मसला रेडी भइसकेपछि जति पनि फ्राई गरेको चिकन छ सबैलाई राखिदिनु होला। त्यसैगरी फ्राई गरेको लसुन राखेर यसलाई मज्जाले मसलासँग चलाउँदै पकाउनु पर्ने हुन्छ। हजुरहरूले यसमा के कुरामा ध्यान दिनुपर्छ भने मसलामा मोल्ने क्रममा सकेसम्म हिटलाई एकदमै कम राख्नु पर्ने हुन्छ, जसले गर्दाखेरि मसलाहरू डढ्न पाउँदैन र अचारको टेस्ट बिग्रन पाउँदैन। हेर्नुस् त यतिको भइसकेपछि हाम्रो मिठो चिकन अचार पनि रेडी हुन्छ। यसलाई चाहिँ हजुरहरूले सेलाएर बट्टामा राखेर लामो समयसम्मको लागि युज गर्न सक्नुहुन्छ। हजुरहरूले बट्टामा राख्नको लागि चाहिँ थोरै तेल र भेनेगर पनि थप्दिनु होला, जसले गर्दाखेरि अचार बिग्रन पाउँदैन। ल अब हजुरहरू पनि चिकन अचार लभर हुनुहुन्छ भने यसरी नै घरमा सजिलो तरिकाले अचार बनाएर खानु होला है त। अनि हजुरहरूलाई कस्तो लाग्यो रेसिपी भिडियो प्लिज कमेन्ट पनि गरिदिनु होला। साथै यो रेसिपीलाई धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।